ब्लड डोनेट त सबैले गर्छन्, तर मैले गर्दा चाहिँ किन यो यति धेरै स्पेशल र मेमोरेबल भयो? यो कुरा चाहिँ हिजोको हो र सधैँ जसरी म पनि बिहानै उठेर कलेजतिर गएको थिएँ, तर कलेज चाहिँ छुट्टी रहेछ र साथीहरूसँग गफ गर्दै चिया खाँदै बसिरहेको थिएँ। त्यतिकैमा एउटा भाइले कल गर्यो र दाइ एकदम इमर्जेन्सी छ, ब्लड डोनेट गर्नुपर्छ भनेर भन्यो। र त्यति भन्नासाथ म पनि एकदम एक्साइटेड भएर ओके भाइ म दिइहाल्छु नि भनेर भनी गएँ। अब दिन्छु त भनी गएँ, तर भित्रभित्रै एकदम डर लागिरहेको थियो, किनभने आजसम्म मैले ब्लड डोनेट गरेको थिइनँ। भाइले पनि नआतिनु दाइ केही हुँदैन भनेर हस्पिटल लग्यो। धेरैचोटि हस्पिटल गएर होला, मलाई त यो हस्पिटलहरू छिर्न नि मन लाग्दैन, खै के हुन्छ। वेट नापेर म त रेडी भइसकेको थिएँ ब्लड दिन, तर खाली पेटमा रहेछु, त्यही भएर खाजा खान जानु पर्यो। अनि खाजा खाएर सबै डकुमेन्टहरू रेडी पारेर म चाहिँ भएँ रेडी ब्लड डोनेट गर्न। अनि सुरु भयो डर लाग्न, म त हेर्नै सकिरहेको थिइनँ। तर अनेस्टली एक्सपेक्टेसन भर्सेस रियालिटी नै भयो, मलाई त केही नै भएन गाइस, झन् मजा पो आयो। ब्लड डोनेट गरेपछि त विकनेस हुन्छ भनेर भन्छन् मान्छेहरू, तर मलाई चाहिँ त्यस्तो केही नै भएन। झन् बेलुकातिर म प्र्याक्टिस गर्न पनि गएँ। यो अफ सिजन भरि त मैले प्र्याक्टिस गर्नै पाएको छुइनँ, त्यसैले आज प्र्याक्टिस गर्ने मौका चाहिँ मैले छुटाइनँ। तर आज पनि प्र्याक्टिस गर्ने मौका हाम्रो छुट्यो, किनभने गड सरप्राइज अस विथ अ रेन। ड्रेस चेन्ज गरेर वार्म अप गरेर प्र्याक्टिस गर्नै आँटेको थियौँ, त्यत्तिकैमा पानी परिहाल्यो। फुटबलर भएको भए त पानीमा पनि प्र्याक्टिस गर्न मिल्थ्यो, तर क्रिकेटर पर्यो, त्यसैले अब पानीमा त प्र्याक्टिस गर्न नि मिलेन। र आजको दिन पनि हाम्रो प्र्याक्टिस नगरिकन नि बित्यो। आजको डेको स्टार्ट चाहिँ राम्रो भएको थियो, तर इन चाहिँ अलि सोचेको जस्तो भएन। एनिवे गाइस, थ्याङ्क यू फर वाचिङ, सी यू इन द नेक्स्ट भिडियो, बाई बाई।